नमस्ते, म टिका पाइजा श्री भानु माध्यमिक विद्यालय बडीगाड गाउँपालिका 5 ग्वालीचौर टारी बागलुङको नेपाली विषय शिक्षक। आज म यहाँहरूमाझ पौराणिक ग्रन्थ रामायणमा आधारित जन्मभूमि शीर्षकको कथा वाचन कार्यक्रमलाई लिएर उपस्थित भएको छु। यो कथा नेपाली विषय कक्षा 10 पाठ 1 मा समावेश भएको छ। मर्यादा पुरुषोत्तम श्री रामको जीवन कथामा आधारित यस कथामा जब मर्यादा पुरुषोत्तम श्री रामले लङ्काका नरेश रावणमाथि विजय प्राप्त गरे, त्यसपछि सुनले छाइएको सुन्दर लङ्कालाई देखेर नरेश रावणका भाइ विभीषण र अन्य उनका वानर दस्ताले पनि श्री रामलाई लङ्काकै राजा बनाउने र लङ्काकै राजा भएको हेर्न चाहने इच्छा रहेको कुरा व्यक्त गर्छन्। त्यति बेला रामले 14 वर्ष वनवास बसिसकेपछि अब आफू जन्मभूमि अयोध्या फर्केर जन्मभूमिको सेवा गर्नुपर्छ भन्ने कुरा व्यक्त गर्छन्। अनि आफूलाई जन्म दिने आमा र आफ्नो जन्मभूमि स्वर्गभन्दा प्यारो हुन्छ, स्वर्ग समान हुन्छ भनेर उनी व्यक्त गर्छन्। जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी। यही प्रसङ्गमा यो कथा रचना गरिएको छ। अब म कक्षा 10 नेपाली विषय अन्तर्गत पाठ 1 मा समावेश गरिएको जन्मभूमि शीर्षकको यो पौराणिक कथा प्रस्तुत गर्ने अनुमति माग्न चाहन्छु। अलिपर बानर फौजका साथमा सबैजना मस्त निन्द्रामा थिए। बीचमा लक्ष्मणसँगैको ओछ्यानमा सुतेका रामचन्द्र पनि आनन्दले निधाइरहेका थिए। बायाँपट्टिको ओछ्यानमा सुतेका सुग्रीव र हनुमान पालैपालो घ्वार घ्वार घुरिरहेका थिए। दायाँपट्टिको ओछ्यानमा एक्लै सुतेका विभीषण छिनमा दायाँ र छिनमा बायाँ फर्किन्थे। बेला बेला टाढा कतै कुकुर भुकेको आवाज सुनिन्थ्यो। लक्ष्मण भने निदाएका थिएनन्। आज मात्र हो र वनवासमा आएदेखि नै उनी राम्ररी सुतेका थिएनन्। रातको तेस्रो प्रहर बितेको हुँदो हो विभीषण उठेर शौच गर्न गए। अरू सबै निदाइरहेछन्। यी विभीषणलाई चाहिँ किन निद्रा परेन जस्तो छ। हुन पनि कसरी निदाउन सक्छन् त विभीषण। आज जति नै शत्रुता भए पनि युद्धमा मारिनेहरू सबै उनका स्वजनहरू हुन्। आफ्नै दाजु भतिजा र अरू नातेदारहरू। के गर्नु, मान्छेले बढी अहङ्कार गर्यो भने अर्काको श्री सम्पत्ति हडप्नेतिर लाग्यो भने यस्तै दुर्दशा हुने रहेछ, लक्ष्मणले मनै भने।
आज लक्ष्मण साह्रै खुसी छन्। भाउजू सीता अपहरण मुक्त भएकी छन्। लङ्का माथिको विजय चान्चुने सफलता होइन भन्ने लागेको छ। 14 वर्ष वनवासको अवधि पनि पुरा हुन लागेको छ। त्यसो त आफ्नो युगकै सर्वाधिक वीर भनेर चिनिएको इन्द्रजितलाई लक्ष्मणले नै परास्त गरेका हुन्। यी सबै कुरा त छँदैछन्। रावणले मर्ने बेलामा रामसँग भनेको एउटा कुराले उनलाई झन अपार खुसी दिएको छ। मर्ने बेलामा रावणले रामसित भनेको थियो, हेर राम, यो युद्ध तिमीले जित्यौ, किनकि तिम्रा भाइ लक्ष्मण तिम्रो पक्षमा थिए। मैले युद्ध हारेँ किनकि मेरो भाइ विभीषण मेरो विपक्षमा थियो। लक्ष्मणलाई अझै निन्द्रा परेन। उनका मनमा आफ्ना बाल्यकालदेखिका एक एक घटनाहरू ताजा भएर आए। उनले आफ्ना दाजुभाइ राम, भरत र शत्रुघ्नसँग खेल्दै बिताएको बाल्यकाल सम्झे। दाजुभाइ मिलेर लेखपढ गरेको, बाण हान्न सिकेको, घोडा चढ्न सिकेको अनि जङ्गल जङ्गल चहारेको सम्झे। दाइ रामचन्द्रले जनकको दरबारमा रहेको शिवधनु सजिलै उचालेर सीतासँग बिहे गरेको सम्झिँदा उनलाई आनन्द आयो। उनले आमा सुमित्रा र पत्नी उर्मिलालाई सम्झे। राम सीतासँगै वनवास आएको, सीताको अपहरण भएदेखि हालसम्मका घटनाहरू त झन् उनको सम्झनामा नआउने कुरै भएन। यसरी लक्ष्मण आफ्नै विगतका स्मृतिमा हराइरहेका थिए। टाढा कतै कुखुरो बासेको सुनियो। लक्ष्मण जुरुक्क उठेर नित्य कर्मतिर लागे। उनी सँगसँगै विभीषण पनि उठे। लक्ष्मण र विभीषणले बिहानीको नित्यकर्म सक्दा पनि रात अझै बाँकी थियो। विभीषणले लक्ष्मणसँग केही बेर एकान्तमा बसेर कुराकानी गर्ने चाहना व्यक्त गरे। उनीहरू केही पर गए र एउटा रुखको फेदमा बसेर कुराकानी गर्न लागे। विभीषणले कुराकानी सुरु गरे। हेर्नुहोस् लक्ष्मणजी, मैले दाइ रावणलाई धेरै सम्झाएँ। सीतालाई अपहरण गरेर तपाईँले गल्ती गर्नुभयो। अब उहाँसँग माफी माग्नुहोस् र सीताजीलाई फिर्ता गर्नुहोस् भने दाइले मान्नु भएन। उल्टै मलाई कुलद्रोही भन्नुभयो। आखिर लडाई हुने नै भयो। मैले पनि कुनै एउटा पक्षमा लाग्नै पर्ने भयो। सत्य र न्यायको पक्षपाती भएकोले मैले आफ्नै दाइ भएर पनि रावणको पक्ष लिइन, रामको पक्षमा रहेँ। जुन कुरा तपाईँलाई थाहा छँदैछ, युद्धमा तपाईँहरूले जित्नुभयो। म पनि तपाईँहरूकै पक्षमा रहेकाले यसमा म पनि खुसी हुनुपर्ने हो। तर आफ्नै दाजुहरू, भतिजाहरू सहित थुप्रै आफन्तहरू मारिएका छन्। यस्तोमा म कसरी खुसी हुन सक्छु र? त्यही भएर आज रातभर निन्द्रा लागेन, विभीषणले लामो सुस्केर हाल्दै भने। हेर्नुहोस् विभीषणजी, जस्तो कर्म गर्यो त्यस्तै फल भोग्ने हो। तपाईँका दाइ रावण यस युगकै वीर हुन्, वैज्ञानिक पनि हुन्। उनले आफ्नो देशमा यति धेरै विकास पनि गरेका रहेछन्।
के गर्ने? उनमा संसारमा म भन्दा ठुलो कोही छैन भन्ने घमण्ड भयो। लोभ लालसा बढ्यो। सीताजीलाई अपहरण गरे। त्यसैको परिणाम स्वरूप आज उनको सारा वैभव, शक्ति र जीवन समेत समाप्त भयो। लक्ष्मणले भने, लक्ष्मणका कुरा सुनेर विभीषणले भने, हो, तपाईले भनेको ठीक हो। अहंकारले मानिसलाई समाप्त गर्दो रहेछ। अहंकारकै कारण दाई रावणको यो हालत भयो। विभीषण सुक्क सुक्क गर्दै रुन थाले। लक्ष्मणले विभीषणलाई सम्झाउँदै भने, जे नहुनु पर्थ्यो भयो। अब पीर गरेर के गर्नु? अब लङ्काको राज्य तपाईले नै सम्हाल्नु पर्छ। लक्ष्मण अरू केही भन्न खोज्दै थिए। विभीषण अलिक उत्तेजित भएर बिचैमा बोले, म यो राज्यको शासन गर्न योग्य छैन। म लङ्काको राजा हुन्न। राजा हुनको लागि पराई गुहारेर आफ्नै दाजु, भतिज र आफन्तहरू मारेको भन्ने कलङ्क म बोक्न चाहन्न। यो राज्यको हक अब तपाईहरूको हो। तपाईहरूले जितेको राज्य तपाईहरूले नै चलाउनुहोस्। म सहयोग गरूला। विभीषणलाई सम्झाउँदै लक्ष्मणले भने, ठुला दाई रामचन्द्र कहिले फर्कनुहुन्छ भनेर माइला दाई भरत प्रतीक्षामा हुनुहुन्छ। जतिसक्दो चाँडो रामलाई राजा बनाउने अयोध्यावासीको चाहना छ। फेरि उहाँमा राजकाज र सुख शैलप्रति त्यस्तो मोह पनि देख्दिन। भोलि जनताले कर गरे भने अयोध्याको राजा हुनुहोला, तर लङ्कामा राज गरेर बस्नुहोला भन्ने लाग्दैन। त्यसैले रावणको सबैभन्दा नजिकको उत्तराधिकारी तपाईँ नै अब लङ्काको राजा हुनुपर्छ। फेरि विभीषणले भने, लडाईँमा जितेको भूभाग सो त विजेताको हुन्छ। त्यसैले अब लङ्काको अधिपति हुने हक पनि रामचन्द्रकै हो। अयोध्यामा भरत राजा छँदैछन्। त्यसैले आफूले जितेको राज्यमा राजा हुनु रामचन्द्रका लागि स्वाभाविक हुन्छ। यदि रामचन्द्रले मान्नु भएन र उहाँ अयोध्या नै जानु नै भयो भने तपाईँ लङ्काको राजा हुनुपर्छ। इन्द्रजित जस्ता वीरलाई परास्त गर्नुभएकाले तपाईँलाई त्यो हक पनि छ। विभीषणको प्रस्ताव सुनेर लक्ष्मणले भने, विभीषणजी, तपाईँले हामीप्रति गरेको सहयोग र सम्मान अविस्मरणीय छ। तपाईँको प्रस्ताव म दाइलाई सुनाउँछु। यदि उहाँले मान्नुभयो भने ठिकै छ। उहाँ लङ्काको राजा हुनुहोला। म चाहिँ कुनै पनि हालतमा राजा भएर यता रहने छैन। लक्ष्मण र विभीषण कुरा गर्दै थिए। टाढा कतै कुखुराका भालेहरू बासेको सुनियो। उज्यालो हुन लागेछ भन्दै विभीषण आफ्नै कामतिर लागे। लक्ष्मण भने नजिकको थुम्कोमा गएर वरपरको दृश्य निहाल्न थाले। लक्ष्मणको ध्यान लङ्काको उत्तर पूर्वी भागमा फैलिएको विशाल समुद्रतिर गयो। त्यति नै बेला पूर्वी क्षितिजबाट समुद्रको पानीमाथि सूर्य टुब्रुक देखा पर्यो। सूर्यको लाली किरणले
समुद्रको पानीमा इन्द्रेणी देखियो। समुद्री जनावरहरू चल्मलाउन थाले जस्तो देखियो। सूर्यको किरणहरू फैलिँदै लङ्का सहरमा आइपुग्यो। सुनले बनेका लङ्काका घरहरू टलक्क टल्कियो। आहा कति सुन्दर, लक्ष्मणले मनै भने। लक्ष्मणले पछाडिबाट कसैले बोलाएको सुने। फर्केर हेरेको त दाजु रामचन्द्र रहेछन्। रामचन्द्रले लक्ष्मणलाई आफू नजिकै बोलाए र भने, लङ्का त साह्रै सुन्दर पो रहेछ। हो दाजु, अब यो सुन्दर लङ्काको राजा तपाईँ हुनुहुनेछ। के कुरा गरेको लक्ष्मण, म कसरी लङ्काको राजा हुन्छु? रामले भने। लक्ष्मणले फेरि भने, दाजु विभीषण र सुग्रीवहरू पनि हजुर नै लङ्काको राजा भइदिए हुन्थ्यो भन्ने चाहन्छन्। यो राज्य हामीले लडेर जितेका हौँ। यो हाम्रो अधीनमा आएको राज्य हो। यसैले हजुर यहाँ राजा भएर रहँदा राम्रै होला। बरु भरतलाई यतै झिकाई राम्ररी सम्झाएर उनलाई नै अयोध्याको आजन्म राजा बनाइदियौँ। हजुर लङ्काको राजा होइबक्सियोस्। लक्ष्मणको कुरा सुनेर रामचन्द्र एकछिन गम्भीर बने र भने, लक्ष्मण तिमीले भनेको कुरा एक कोणबाट ठिकै हो। लङ्का जस्तो सुन्दर, समृद्ध र शान्त राज्य अहिलेको दुनियाँमा छैन। फेरि यो हाम्रो बलबुताबाट जितेको राज्य पनि हो। यसरी अर्को राज्यलाई जितेर आफ्नो अधीनस्थ बनाउनु र त्यहाँ राज गरेर बस्नु दुनियाँमा नौलो र अनौठो कुरा पनि होइन। यसैले तिमीले भनेको कुरा आफ्ना ठाउँमा ठिकै छ। यति हुँदाहुँदै पनि म लङ्कामा राज गरेर बस्दिनँ। एकैछिन सोचेर रामचन्द्रले फेरि भने, लक्ष्मण तिमीले स्वर्गको बयान सुनेका हौला। शास्त्रहरूमा वर्णन भएअनुसार सुखै सुखको नाम नै स्वर्ग हो। त्यसैले मानिसहरू मरेपछि स्वर्ग जान खोज्छन्। भाइ लक्ष्मण, संसारमा त्यस्तो स्वर्गभन्दा पनि उत्तम ठाउँ भनेको जन्मभूमि हो। मेरो विचारमा जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान हुन्छन्। यसको मतलब जन्मभूमि भनेर सधैँ त्यहीँ टाँसिरहनुपर्छ भनेको होइन। सुख, सुविधा र अवसरहरूको खोजी गर्नु मानवीय चरित्र हो। खोज्नु पनि पर्छ। जन्मभूमिलाई नै चटक्कै भुल्नु र लत्याउनु चाहिँ कदापि हुँदैन। सुख र सुविधाका पछि लागेर जन्मभूमिलाई लात हान्नेहरू असल मान्छे हुँदै होइनन्। त्यसैले लङ्कामा जतिसुकै वैभव भए पनि, यो हामीले जितेर पाएको भए पनि हाम्रो जन्मभूमि अयोध्याभन्दा प्यारो हुन सक्दैन। भाइ, हामीले हाम्रो जन्मभूमि छाडेको पनि 14 वर्ष हुन लाग्यो। अब हामी अयोध्या फर्कनुपर्छ। हामीले हाम्रै जन्मभूमिलाई स्याहार्नुपर्छ, सिँगार्नुपर्छ।
रामचन्द्रको कुराले लक्ष्मणको चित्त बुझ्यो। उनीहरू अयोध्या फर्किने भए। रामचन्द्रले सम्झाइ बुझाइ गरेपछि विभीषण लङ्काको राजा हुन तयार भए। राम, लक्ष्मण र सीता अयोध्या फर्के। अयोध्यावासीले उनीहरूलाई भव्य स्वागत गरे। त्यसपछि रामचन्द्र अयोध्याको राजा भए। उनले सदैव जनताको निर्णयलाई आत्मसात गरे। उनी एउटा असल र आदर्श शासकको रूपमा स्थापित भए। उनको शासन व्यवस्था अरूको लागि पनि अनुकरणीय बन्यो। त्यसैले हरेक असल राज्य व्यवस्थालाई रामराज्य भन्न थालियो। यसरी लङ्काको सारा वैभव त्यागी आफ्नो जन्मभूमिमा फर्किएर जनभावनाको कदर गर्दै शासन गरेकोले रामको नाम संसारभर फैलियो। जन्मभूमिप्रतिको प्रेमका लागि रामको कदम सबैका निम्ति अनुकरणीय र लोकप्रिय भयो। यहाँहरूलाई यो कथा वाचन कस्तो लाग्यो? कृपया सुझाव सल्लाह दिँदै गर्नुहोला। आजलाई भने यो कथा वाचन कार्यक्रमबाट बिदा लिन चाहन्छु। धन्यवाद।